मेरो यसरी सुरुवात भयो ल लोगोसँग। उठाइ पनि मेरो चाहिँ आज 10 साढे 10 मात्रै भयो हो। मार्कीले साह्रो पारेर हिजोकोले गर्दा खोकी मार्की आएर चाहिँ अदुवा जस्तै सुतेर रातको। अन्त आजको दिन यस्तै छ। अब लगभग 2 भारी जस्तो मल बोक्नु छ। अन्त त्यहाँदेखि चाहिँ पर काठ ल्याउनु जानुपर्ने छ एक जग्गा काकाहरूसँग। ल त गाइस देखाउने कुरा केही छैन, त्यही भएर आज भ्लग पनि ढिलो थाल्दै हो। अब भरे सिधै काठ ल्याउनु जाँदा भेट्छु है त गाइस। ल त गाइस यहाँ हेर्नुहोस् न, अब समयको फल होइन, मार्की राखिरहेको छ र पनि खाँदिनँ भन्दा पनि खाउँ लाग्ने। के होला यस्तो गाह्रो छ खाने भने। यस्तो मार्की छ र पनि ठुल्ठुलो जान उयो रहेछ। नखाउँ भन्दा पनि खुवाउँ लाग्ने देखेपछि हो, पहिल्यै पाकिरहेको। ल त गाइस खाएँ साथीहरू, मैले चाहिँ खाएँ सुन्तला ताजा ताजा बोटबाट टिपेर हो। बोट चाहिँ यही अलिक मसिनो रहेछ कि, हात पनि सफा छ। बस्तीको बारेमा लोकल गयो गाइस खाएँ भने चाहिँ मुकबाङ। फाइनली हामी चाहिँ मल बोकिसके लस। अब छुट्टी भएको हाम्रो चाहिँ अहिले भने चाहिँ हामी काठ ल्याउनु लागिसक्यौँ। यता 2 जना बाजे पनि बाँस लिएर आउँदैछ। है बाजे बाँस हजुर काठ बोक्नु जाँदैछ भनिहाल्यो अघि हो। काठ बोक्नु चाहिँ कहाँ जाँदैछ हामी भन्दाखेरि चाहिँ यहाँ पर देख्दै गरेको डाँडाको घर छ नि, यो काका घर हो कि, यहाँ चाहिँ जाँदैछ हामी काठ ल्याउनु 3 भाइ। ल त गाइस पर गएर देखाउँछु है त। ल अहिले भने चाहिँ आइपुग्यो यहाँ काठ बारी हाल्नु। यहाँ बारी मिलाइदिँदैछ मेरो हो। अन्त यहाँबाट लगेको काठ चाहिँ बारी मिलाइदिने मान्छे चाहिँ मेरो। यसको पनि पेज चाहिँ फलो गरिदियो है गाइस, म मेन्सन गरिराखिदिन्छु ल। यसले पनि भिडियो बनाउँछ अरे कि। गाइस यहाँबाट लगेको काठ चाहिँ ल अहिले बाटोमा भेटौँ है त। भारी देख्छ होला अप्ठ्यारो भयो। यहाँ अगाडि चाहिँ 2 भाइ। मेरो भारी चाहिँ एकदमै अप्ठ्यारो भएर मलाई चाहिँ होइन यसो त्यो भने मात्रै रहेछ नि त हो। साथी बाटोमा देखाउँछु ल साथीहरू। अहिले भने चाहिँ आइपुगेको अवस्था हो काठ बोकेर। अन्त यहाँ हो काठ चाहिँ। ल त गाइस अब खाजाको मेलो हाम्रो भुटेको माम खाने भन्दैछ। अब यस्तो बोकाएर चाहिँ गोरु सुप खुवाउनु छ रहेछ बनाए। ल त गाइस अहिले भेटौँ ल। त साथीहरू अहिले भने चाहिँ खाजा पनि भयो हो। खाएर एकछिन रेस्ट गरेर घरतर्फ लाग्दैछु म चाहिँ। र यो बुट देख्दै गर्नु भएको चाहिँ मेरो काकाको हो नि त। यो बुटको उमेर चाहिँ लगभग निकै पुगिसक्यो, 5-6 वर्ष पुग्यो होला सायद यो बुटको उमेर चाहिँ। ल त गाइस म चाहिँ यहाँ तल ग्राउन्ड जाँदैछु, केटाहरू आउँदै होला। र यो देख्दै गरेको स्कुल चाहिँ मेरो प्राइमेरी लेभलसम्म चाहिँ यहाँ पढेको नि त म। अहिले चाहिँ हाई स्कुल भएको छ हो। प्राइमेरी स्कुलसम्म चाहिँ यहीँ पढेँ, क्लास 5सम्म। यहाँदेखि चाहिँ अर्को स्कुल गयो। ल त गाइस अहिले ग्राउन्डमा पुगेर म देखाउँछु है गाइस। ल त गाइस म चाहिँ ग्राउन्ड पुगिसकेँ हो। यहाँ चाहिँ हावाहरूले गर्दा बोलेको केही सुनेन रहेछ नि त। ल त साथी हो प्र्याक्टिस गर्दा गर्दै अँध्यारो भएछ। अब चाहिँ फर्केँ।